फुल दिएर चाहिँ स्वागत गर्ने त्यो नानीहरू चाहिँ को भने मैले हेरेको थिएँ केमा रिल्समा हेरेँ कि त्यो एउटा मेरो बहिनी हो अनि एउटा चाहिँ बहिनीको साथी हो क्या ए मलाई थाहै थिएन जान्छु एक्का चाहिँ फुल दिएर फेरि बहिनीले पनि टिका लगाइदिएको हेर्नु पुरै यस्तो लगाइदियो क्या पुरै मलाई थाहै थिएन त्यो सरप्राइज कहिलेदेखि सरप्राइज गरेर रहेछ पुरै क्या दिदी आउँछ अनि त्यो यहाँ साक्षात्कार सकेपछि तिहारमा जाँदाखेरि होइन मैले त्यो हेरेको थिएँ अनि को रहेछ सविताको सोध्नुपर्छ आएपछि ए बहिनी हजुर भिडियो गराउनु भएको रहेछ आफू फेरि घर जाने पनि जहिले चप्पल लगाएर जाने हामी प्रायः सबैजना चप्पल लगाएर कम्फर्टेबल हुन्छ चप्पलमा अब जहिले जाने गइरहने हो त्यहाँ प्रायः चिनिरहेको हुन्छ क्या गाडीको मान्छेहरू पनि चिनिरहेको हुन्छ जहिले अब गइरहेमा चाहिँ के उयो भन्न जानु हुन्छ क्या अब चप्पल सप्पल लगाएर गएको थिएँ गाडीबाट यहाँ कस्तो गाह्रो भएर गइरहेको थियो पुरै भिडियो सिधा हालेर मलाई थाहै थिएन पछि थाहा भएको रमाइलो लाग्यो नि हजुर रमाइलो लाग्यो तपाईँलाई फुल पनि दिएको होइन हजुर फुल पनि दिएको फुल दिएको माला पनि आफूले बनाएर लगाइदिएको माला पनि लगाइदिएको हजुर गिफ्ट पनि दिएको थियो पुरा के लेख्दै थियो मलाई पेपरको गिफ्ट पनि दिएको थियो मलाई बहिनी र बहिनीको साथी कति तयारी गरेर हजुर मम्मीले भन्दै नानु के एक घन्टा दिन तयारी भएको मैले सकेँ होइन भन्दै हुँदैन मामुले कस्तो लाग्यो तपाईँलाई एकदम रमाइलो लाग्यो बहिनी पनि फेरि म भन्छु के हो क्या बहिनी म भएपछि म पनि चाहिँदैन